सुकुमवासी बस्तीका स्थानीयहरू लर्को लाएर यहाँ आन्दोलनमा उत्रिसकेका छन्। गुड मर्निङ, नमस्कार, स्वागत छ। म पारस पुनिया, तपाईँ हेर्दै हुनुहुन्छ परिवर्तन राज। तपाईँले हेर्न सक्नुहुन्छ आज बर्दिया जिल्ला गुलरिया नगरपालिका जिल्ला प्रशासन कार्यालय अगाडि सुकुमवासी बस्ती उठाउने सरकार कार्य विरोध प्रदर्शन गर्दै यहाँ स्थानीयहरू आइपुगेको छन्, जसको दृश्य म तपाईँहरूलाई देखाइरहेको छु। सुकुमवासी बस्तीका सबै जनताहरू अहिले यहाँ विरोध प्रदर्शन गर्नको लागि आइपुगेको छन् भने अब यसको निष्कर्ष के निस्किन्छ भन्ने विषयमा हामी तपाईहरुलाई अपडेट दिइराख्नेछौँ। सरकार विरोध प्रदर्शन गर्दै आइपुगेको छन्, जसको दृश्य हामी तपाईहरुलाई देखाइराखेका छौँ र यसको सम्पूर्ण अपडेट हामी तपाईहरुलाई दिइराख्नेछौँ। यहाँ आन्दोलन गर्दै गर्दा अब यसको निकास के निस्किन्छ भन्ने विषयमा तपाईले हेर्न सक्नुहुन्छ। यहाँ सुकुमवासी बस्ती हटाउन पाउँदैन, बलेन सरकार मुर्दाबाद भन्दै यहाँ नारा लगाइराखेका छन् भने तपाईले यहाँ स्थानीयको लर्को हेर्न सक्नुहुन्छ। कति धेरै स्थानीयहरू यहाँ अहिले विरोध प्रदर्शनमा उत्रिसकेका छन्। नाम के निस्किन्छ भन्ने विषयमा हामी तपाईलाई अपडेट दिइराख्नेछौँ। तपाईले यहाँ यसरी हेर्न सक्नुहुन्छ। पुरै सुकुमवासी बस्तीका स्थानीयहरू लर्को लाएर यहाँ आन्दोलनमा उत्रिसकेका छन्। तपाईले मौसम पनि हेर्न सक्नुहुन्छ। यस्तो कठिन परिस्थितिको मौसममा पनि स्थानीयहरू आन्दोलन गर्न आइपुगेका छन्।